अब सबैजना रवि लामिछाने भनेर कराएको कराइछन्। यो रवि लामिछाने भनेको चाहिँ को रहेछ? हे दिदी पनि यति पनि थाहा छैन भनेको। राजनीतिको विषयमा थोरै त थाहा हुनुपर्छ। यति पनि थाहा भएन भने चाहिँ समाजले स्वीकार्दैन है तपाईलाई। रवि लामिछाने भनेको त्यही के त हाम्रो टाढाको भिनाजु पण्डेको छोरो। अस्ति उहाँ पल्लो गाउँमा बाख्रा चोरेछ। बाख्रा चोर भनेर नाम राखिदिएको छ त त्यही के त। लौ हेर त यसको बुद्धि के न सबै थाहा भए जस्तो गर्छ। त्यो कहाँ रवि लामिछाने हो त? त्यो त बालेन सापो हो त। त्यो कहाँ रवि लामिछाने हो त? त्यो त बालेन सापो हो त। त्यो त बालेन सापो हो त।